हेलो साथीहरू, के छ तपाईँहरूको हालखबर? ठिकठाक छ नि? हेर्नु त, मेरो चाहिँ यहाँ पुरै यो जुङ्गा चाहिँ लामो लामो भएर चाहिँ डल्लै होइन, एउटा मिसिन मगाएको थिएँ टिकटक सपबाट। आज अनबक्सिङ गर्दैछु। हेर्नु न, जुङ्गाहरू चाहिँ साह्रै लामो भयो, त्यही भएर काट्नु त पर्यो। एक कैँचीले के काट्नु भनेर एउटा मिसिन मगाएको छु। अनबक्सिङ गरौँ है त साथीहरू। यो रहेको छ, टिकटक सपबाट मगाएको थिएँ, डल्लै हेर्न सक्नुहुन्छ तपाईँहरूले। अब यसलाई चाहिँ म अनबक्सिङ गर्छु है साथीहरू। हेर्न सक्नुहुन्छ, सानो छ टक्क। जुङ्गा काट्नुलाई मात्रै मगाएँ साथीहरू, जुङ्गा। अब के गर्नु, मगरको छोरा हो, जुङ्गा मात्रै छ। अब दारी सारी भने 2-3टा मात्रै हो, हेर्न सक्नुहुन्छ। दारी भने त त्यसको बाद 3टा बस, के गर्नु, हेर्न सक्नुहुन्छ। यो चाहिँ अब एकदम सस्तो होइन, जुङ्गा काट्नुलाई मात्रै मैले चाहिँ मगाएको थिएँ। हेरौँ अब कस्तो छ है त। यो रहेको छ तपाईँको चाहिँ अब कति नम्बर काट्ने भनेर। त्यसपछि रहेको छ यो चाहिँ मिसिन, हेर्न सक्नुहुन्छ तपाईँहरूले। टक्क हेर्नु न, अब मिसिन पनि सानो, अब जुङ्गा पनि थोरै छ मेरो, त्यही भएर सट्टा हान्नलाई एकदम ठिक हुन्छ जस्तो लाग्यो मलाई। हेरौँ है त। यो चाहिँ युजर मेनुअल रहेको छ। त्यसपछि भनेको छ चार्जर रहेको छ। त्यसपछि भने के हो, यो सफा गर्नलाई होला, सफा गर्नलाई वेल र सफा गर्ने यो दिएको छ है त साथीहरू। हेर्न सक्नुहुन्छ मजाले, एकदम सस्तो, जुङ्गा काट्नुलाई एकदम बेटर हुन्छ जस्तो लाग्यो मलाई चाहिँ। यसलाई सबै राख्यौँ साइडमा गरिसकेपछि हेर्न सक्नुहुन्छ कति सानो हो मिसिन, काम पनि गर्छै गर्दैन यसले। हेरौँ, ओहो, गर्दो रहेछ है, गर्दो रहेछ। हेर्नु त, गर्छै क्या हो, जुङ्गा काट्नुलाई चाहिँ एकदम ठिक हुन्छ जस्तो लाग्यो। तर साउन्ड चाहिँ यसको धेरै आउने रहेछ, मिसिन सानो, साउन्ड धेरै। त्यसका बाद के गर्नु, जुङ्गा धेरै लामो भएर हेर, सबैले काट भन्छ, के गर्नु अब, काट्नै पर्यो भनेर मिसिन मगायो के अरे। हेर्न सक्नुहुन्छ। ल साथीहरू, अहिलेलाई सबैलाई टाटा बाई बाई। अब नेक्स्ट भिडियोमा चाँडै नै भेटौँला है त साथीहरू। कृपया च्यानललाई चाहिँ सब्सक्राइब गर्नु भएको छैन भने ट्याक्क च्यानललाई सब्सक्राइब गरिदिनु होला, र फेसबुकको थ्रुबाट हेर्दै हुनुहुन्छ भने फलो गरिदिनु होला है साथीहरू। फलो गरिदिनु होला है त, फलो गरेर माया गरिदिनु होला यार है त।